साथीहरू सबैजनालाई नमस्ते नमस्कार। मेरो नाम हो सञ्जीव भट्टराई। म चाहिँ अहिले छु गाईहर्का भन्ने ठाउँमा छु। म चाहिँ अहिले जाँदैछु ज्यामिरमाने भन्ने ठाउँमा जाँदैछु। भिडियोलाई चाहिँ नातिकन अन्तिमसम्म हेरेर साथ दिनुहुन्छ भन्ने मैले आशा राखेको छु। मलाई चाहिँ गाईहर्का भन्ने ठाउँ एकदमै राम्रो लाग्यो। हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। भाइ चाहिँ लिन आउँछु भनेर भनिरहेको थियो। अब चाहिँ म भाइलाई कल गर्छु, भाइ लिन आउँछ कि आउँदैन। भाइले फोन चाहिँ उठायो, तर म चाहिँ लिन आउन सक्दिनँ दाइ, मलाई चाहिँ निद्रा लागिरहेछ भनेर भनौ। भाइ चाहिँ रातभरि गेम खेल्छ अनि बिहानभरि सुत्छ। भाइ चाहिँ फ्री फायर भन्ने गेम खेल्छ होइन। अब ठिकै छ, अब कुराकानी गर्दै बिस्तारै हिँड्दै जानुपर्छ। म चाहिँ फाइनली कमल डाँडा भन्ने ठाउँमा आइपुगिसकेको छु। कमल डाँडा चाहिँ यस्तो छ, हेर्नुहोस् रोड यस्तो धुलै धुलो छ। फाइनली म चाहिँ च्यानडाँडा भन्ने ठाउँमा आइपुगिसकेको छु। च्यानडाँडाबाट चाहिँ यस्तो हिमाल देखिरहेछ। मलाई चाहिँ दामी नै लाग्यो। हजुरहरूलाई कस्तो लाग्यो कुनी? हेर्न सक्नुहुन्छ यतातिर चाहिँ केटीहरू पनि राखेको छ। रोड चाहिँ यस्तो छ, अलि धुलो छ। मेरो फोनमा चार्ज पनि छैन, 5% चार्ज आयो। अब चाहिँ हामी एकैचोटि ज्यामिरे भन्ने ठाउँमा पुगेर भेट्नेछौँ। फाइनली म चाहिँ ज्यामिरे माने भन्ने ठाउँमा आइपुगिसकेको छु। फाइनली म चाहिँ ज्यामिरे मानेको चोकमा आइपुगिसकेको छु। अब चाहिँ हामी भिडियोको अन्तिममा छौँ। साथीहरू भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु भयो भने मैले आशा राखेको छु। यदि हजुरहरूलाई यो भिडियो मन पर्यो भने लाइक कमेन्ट सब्सक्राइब हान्न चाहिँ नबिर्सिनु होला। अहिले म छुट्टिन्छु। बाई बाई साथीहरू, जय नेपाल।